माइत जान लाग्यो नि तीज नजिक आइसक्यो औँसी पनि आइसक्यो तिमी त जानु पर्दैन बहिनी के गर्नु दिदी जानु मन त थियो नि घरको समस्याले गर्दा कहीँ जानु पाइदैन वर्षमा एकचोटि आउने चाड यसो घरको समस्या मिलाएर गएको भए हुन्थ्यो त तिमी पनि खोइ के हुन्छ घर गएर सरसल्लाह गर्छु अब के हुन्छ त्यतिखेर थाहा हुन्छ नमस्ते लामा दाई नमस्ते अनि कति काम ल्याउनुभयो के हुनु नि लामा दाई हजुरले एकचोटि हात राम्रोसँग हेराइदिनु पर्यो मेरो बुढो सन्चो बिसन्चो के छ कहाँ छ पत्ता लगाउनु पर्यो लामा दाई हात हेर्ने कि जमाना हेर्ने जोवाना हेर्नु पर्यो अनि फोटो छ त नानी फोटो छ नि बा फोटो त जहिल्यै साथमै बोकेर हिँडेको हुन्छु त्यसो भए फोटो दिनु न त मैले यो फोटोमा फुक्दिन्छु तपाईँको श्रीमान छिट्टै आउने गराइदिन्छु म ल यो लिएर जानु होला छिट्टै आउँछ साँच्चै हो त बा साँच्चै हो ल बुवा यसपालि औँसीमा अब चेलीबेटी भइदियो भए फुलमाला सबै हुन्थ्यो होला त्यो चाहिँ भएन अहिलेलाई चाहिँ खुट्टा ढोगौँ जे छ त्यही ल्याएको छु हुन्छ त्यो रिस नि छोरा मैले के भन्नु खै खुट्टा ल्याउनु बुवा ल ल ल ल वर्ष दिन ढोली पानी छ बाउको खुट्टा नरिसाउनु पर्यो नि त यस्तै हो मेरो छोरा भने छोरी बिमारी नै हो यस्तै हो बुवा ल अब खासै केही छैन यसो यो चाहिँ बुवालाई भयो एउटा नयाँ टोपी ल्याएको छु त मैले बाउको शिर अलि उज्जवल हुन्छ कि भन्ने हिसाबले टक्क टोपी ल्याएको छु त त्यो टोपी खोल्नु ल ल ल ल तेरो इच्छा न छोरा ल मैले आउँछु नि त मलाई दिन्छु ल ल ल मलाई दिइहाल्छु नि बुवालाई टक्क लाएर ल बुवा अर्को पालि भने के हो घरको समस्या बुझिहाल्नु भएको छ अब सधैँ म घरमा बसेर नि त गुजारा चल्दैन कहीँ न कहीँ केही न केही त गर्नु पर्यो हातमुख जोड्ने त बाटो गर्नु पर्यो न विदेशतिर गइन्छ होइन कहाँ जाने त होइन कहिले नफरिक जाने हो र सधैँ घरमा बसेर नि त निर्वाह हुँदैन नि बुवा छोरछोरी पनि छन् छोरछोरीको भविष्य पनि हेर्नु पर्यो घरमा बसेर मात्र भएन हातमुख जोड्ने बाटो त गर्नु पर्यो नि बुवा त्यसैले विदेशतिर जान्छु कुरा त ठिकै हो के विदेश मात्रै गएर समस्या समाधान हुनु र होइन नि बुवा मलाई पनि गाउँ छोड्ने रहर त कहाँ छ र यही गाउँमा बसेर यही गाउँमा खेती किसान गरेर मजाले बस्ने रहर छ तर घरको स्थिति पनि त झन् बिग्रिँदै गएको छ त्यसको पनि त ख्याल गर्नु पर्यो नि बुवा मैले के भन्नु तिमीहरू त्यसो भन्छ भने मैले त तिमी छेक्ने कुरा आउँदैन क्या ल बुवा अहिले जे जस्तो छ यसो यो लिनुहोस् यसपालि यस्तै हो ल बाँकी माने
भएको हजुर? के हुनु बुहारी उयो छोराको याद आइरहन्छन्। तपाईँ कति चिन्ता लिनुहुन्छ बुवा? यो घरको खम्बा भनेकै तपाईँ हो। तपाईँ नै निराश भयो भने हामी के गर्ने बुवा? कमसे कम घरमा एकल फोन गरेको भए हामी सबैले सन्तप्त हुन्थ्यौँ नि। अनि बुबा बाबु र केटाकेटी कता गए? एउटा नेता गाउँ घुम्दै होला, केटाकेटी कतै खेल्न गयो बुहारी। अनि बुबा आज त औँसी पो रहेछ, बाबुलाई थाहा छैन कि क्या हो? अब नेता जस्तो मान्छेलाई चाडपर्व भने के त, गाउँमा राजनीति गर्दै ठिकै होला। त्यसो नभन्नुहोस् बुवा, मेरो बुवा बित्नु भएको पनि यत्रो वर्ष भइसक्यो। हजुरले जन्म नदिए पनि मेरो बुवा सरा नै हो हजुर। तिमी मेरो बुहारी मात्रै होइन, छोरी समान हो। हाम्रो यो सम्बन्धमा कसैको आँखा नलागोस् बुहारी। ल बुवा, म पनि खाना पकाउन जान्छु। नानी बाबु पनि भोक लागेर आउने बेला भयो होला। ल बुहारी, म पनि खेततिर यसो धान के कस्तो पो हेरेर आउँछ है। ल आज चौनी दाइ कहाँ गएछन्? सारा संसार खोजिसके, कतै पनि भेट्दिन। मजा पारन गरी अब अघि खप्पर, जहाँ गए पनि खप्पर। भगवान्, आज औँसीको रहेछ। बुवा पनि हुनुहुन्न, किन यति चाँडो मेरो बुवालाई भगवानले लानुभयो होला है। आज भएदा भए मैले आज बाउलाई मिठो मसिनो केही खुवाउँथेँ होला। ए भाउ के हो चने दाइ? सारा संसार खोजिसके, यहाँ रुहा फेदा पो हुनुहुँदो रहेछ त। आज गाजा खाएर बोलाउनु भयो क्या हो? ए जिरे, आज औँसी रहेछ, तँलाई होइन? अनि फेरि तँ चाहिँ किन रोगो नि? अनि साथी रहेपछि मार्नु पर्यो नि त। हेर, तेरोको बाउ छ, तँलाई टेन्सन छैन। मेरो बाउ छैन, मलाई टेन्सन हुँदैन जिरे। मेरो छोड्यो। नरो जिरे भाइ, नरो। किन रोज? होइन को रोको हो? यो स्वर त पहिला सुने जस्तो लाग्छ। हेर्न पर्यो। होइन है भाइहरू, किन यहाँ बसेर रोइरहेको? को हो तिमीहरू? म डल्ले प्रसादको छोरो, ऊ घ्याम्पे प्रसादको छोरो। झ्याम्पे प्रसाद, डल्ले प्रसाद, यो नाम त मैले कहिले सुने जस्तो लाग्दैन। मेरो बाउ होचे थिए, त्यही भएर डल्ले प्रसाद राखेको। उसका बाउ घ्याम्पा जाँड चोडेर खान्थे, त्यही भएर घ्याम्पे प्रसाद राखेको दाइ। अनि यो चाहिँ किन नबोलेको नि? यो बोल्न पनि सक्दैन, त्यही भएर नबोलेको रे। अनि अघि त रोइरहेको थियो, फेरि अचानक के भयो यसलाई? उसलाई औँसी पुण्य लाग्छ दाइ, त्यही भएर औँसीमा रोको। तपाईँलाई देखेपछि ठ्याक्कै बन्दा भयो दाइ। तिमीहरू मलाई केही कुरा लुकाउँदैछौ। मैले पहिला पनि कता सुनेको आवाज यही छ। म पहिला स्कुल पढ्दा मेरो पल्ला गाउँको एउटा साथी थियो, त्यसैले कता मलाई त्यो कुरोको याद आएर तिमीहरूसँग सोधेको। त्यो स्वर त फोनमा पनि तपाईँले सुने होला होइन दाइ? मान्छे जिरे भए पनि सबै कुरो थाहा रहेछ। त्यो मेरो पहिला स्कुल पढ्दाको नमिल्ने साथी थियो, त्यही पनि किन भेट्न मन लागिरहेछ। अब हामी जस्तो मान्छेलाई तैँले के भेट्छ? तँको सानैदेखिबाट काठमाडौँ गइस्, उता पढिस्, उतै ठुलो मान्छे बनिस्। अब हामीलाई के भेट्दैछ तैँले? गर्दैनस्? मैले बिर्सिएको छैन तँलाई। म पढ्नको लागि अलि छिट्टै सहरतिर लागेँ, अनि मलाई गाउँको विषयमा हाम्रो बुवाले केही खबरै गरेनन्। तँ आएको भनेर अस्ति नै हामीलाई थाहा भएको। तेरो स्वर सुन्नको लागि फोन गरेको, तैँले फोनै फर्काइनस्। तँ भनेको मेरो पुरानो साथी होस्, पुरा लामो छ, एकदिन बसेरै गरौँला। तँलाई के सहयोग चाहिन्छ? तँ साथी, पुरानो साथी भए पनि हामी सहयोग गर्छौँ। अहिले चाहिँ हामी लागौँ त जिरे भाइ।
ओहो, यिनीहरू गाउँलेको नजरमा खासमा कस्ता छन्? एकचोटि गाउँतिर बुझ्नु पो पर्ला जस्तो छ। नमस्कार पण्डित बा। नमस्कार। अनि के छ भाइ तिम्रो हालखबर? ठिक छ भाइ मेरो। अनि बा कता पुगेर आउनु भयो र? यसो गाउँ घुमेर आएको। अनि तिमी चाहिँ कता लाग्यो त? म पनि यसो गाउँतिर भिजिट यसो गरौँ भनेर गएर आएको नि। ल हामी पनि त्यहाँ यसो जानुपर्छ मिटिङमा। हजुर। यसो अहिले आउँछौँ। ल लाग्यौँ त अहिले। हुन्छ, हस् हस् हस्। कहाँ चाहिँ गएछ त्यो दिपक? एकचोटि फोन पो गर्नु पर्यो। हेलो हेलो। भाइ दिपक, कहाँ हुनुहुन्छ तपाईँ? म यहीँ पसलमा त छु नि अध्यक्षज्यू, यहाँ आउनुहोस्। के भयो अध्यक्षज्यू? हतारले फोन गर्नु भएको छ त? के हुनु दिपक, सानो उसले ठुलो विशाल रूप लिएला जस्तो छ यहाँ। बुझ्या छैन क्या हो तिमीले? तपाईँ चिन्ता नलिनुहोस् अध्यक्षज्यू, मैले सब व्यवस्था मिलाइसकेँ। साप पनि नमर्ने, लट्ठी पनि नमार्ने। तिमी छौ र पो म ढुक्क छु दिपक। तर भोलि गाउँलेको केही कुनै कुरा अब्जोस नआओस् नि। तपाईँ चिन्ता नलिनुहोस् अध्यक्षज्यू, यो कुरा चाहिँ तिमीले जसरी हुन्छ मिलाउनु पर्यो। फोन गरेर हुन्छ, मान्छे बोलाएर हुन्छ, जे गरेर हुन्छ, यो कुरा चाहिँ तिमीले मिलाउनु पर्यो। कुरा बुझ्यौ तिमीले? अलिक सिरियसली लिऊ। तिम्रो काम अलिक जहाँ पनि अब्जोस आउने छ। म अहिले लाग्यो दिपक, अलि हतारमा छु है। हस् त सर, नमस्ते। ल हेलो। हो छोरी, तिमीलाई कसले भन्यो? तिमी चिन्ता नगर, यो पुरानै परम्परा हो। तिम्रो बाबा आएपछि तिमीले पनि बाबाको मजाले हेर्छु नि। हस्। मलाई त मेरो साथीहरूले मेरो बाबा कहिले आउँदैन भने जिस्काउँछन् मम्मी। त्यस्तो फटा साथीहरूको सङ्गतै नगर, त्यस्तोको कुरा पनि नसुना। जाऊ भित्र गएर ड्रेस चेन्ज गर अनि पढ। हस्। कस्तो फोनै लाग्दैन। मैले कति ट्राई गरेँ, फोनै लाग्दैन। अब लाग्छ तेरो फोन। स्याललाई दशा लाग्यो भने सहर छिर्छ अरे। तर त अन्त स्याल जस्तै रहेछस्। को हो तपाईँ? किन मेरो बाटो छेक्नु भएको? म को भनेर अब चिन्ने जस्तै। अब आफै बुझ बाटो मैले किन छेक्या भनेर। अब त थाहा पाइस होला नि किन बाटो छेक्या भनेर। मैले बुझेँ हजुर, मेरो बाटो छोडिदिनुहोस्, म जान्छु। बाघले भेटाएको शिकार त्यति सजिलै छोड्दैन। दिपकजी तपाईँको काम सक्यो, तपाईँ जानुहोस्। ल तेरो जिम्मामा लाएर गएको छु। अब मेरो ज्यान जाला जस्तो छ, कसरी भाग्ने? भन्, अब तेरो अन्तिम इच्छा के छ? हाम्रो देशमा सच्च प्रेम गर्नेलाई यसरी नै मार्न खोज्छन्। यो हो जातको कारणले। फेरि यो जातको कुरा कहाँबाट आयो? राम्रो कुरा सोच्न त दिमाग चाहिन्छ, दिमाग। तँलाई मेरो दिमाग छैन जस्तो लाग्यो? तर नराम्रो कुराले भरिएको। यसले त मेरो दिमाग ह्याङ गराउला जस्तो छ। ओ नेताजी, के जयालाई बोलाउँ त? बोलाउँ त बोलाऊ, मेरो सङ्गठनतिर आइहाल्छ कि? तपाईँकोतिर चाहिँ होइन, मैले बोलायो भने चाहिँ पक्कै आउँछ। होइन र दिपक? कता आउँछ कता जान्छ यो त पछिको विषय हो नि नेताज्यू। हेर्नुहोस्, पैसा नभए अब कसरी राजनीति गर्न सकिन्छ? पैसा नै ठुलो कुरा होइन। नयाँ राजनीति गर्ने भए नयाँ सिस्टम ल्याउनु पर्छ। कुरा मात्र मिठो गरेर हुँदैन, तर काम गर्न गाह्रो छ। नयाँ सिस्टम ल्याएर तपाईँले चाहिँ के गर्नुभयो त अहिलेसम्म? हाम्रो सिस्टम लागु हुन त दिनु पर्यो नि त। तपाईँले खेत बेचा त हो। तपाईँ ठुला कुरा नगर्नुहोस्। मेरो पावर कहाँसम्म छ भन्ने कुरा तपाईँलाई थाहै छैन। कतिको पावर छ भने त देखिसक्यो नि, आधी देश बेचिसक्यो। हेर्नुहोस् नेताज्यू, अहिले गठबन्धन भएर मात्र सहेर बसेको हो, न त तपाईँ जस्ता नेतालाई एकचोटि म कहाँ पुऱ्याउँथ्यो भने मलाई थाहा थियो। भन्नुभयो? चढ्नुहोस्।
यस्तै पारा हो नेताको झगडा पनि हुन्छ। हिँड्नु नेताजी। मैले आज जानेको थिएँ बेलुका घर त आओस् न। त्यसको खुट्टा मैले कसरी भाग्नुपर्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ। दिदी ए दिदी कता जानुभएको छ? कोही पनि हुनुहुन्न त। फोन गर्नु पर्यो। छोरीले त टेन्सन दिए। अरे बहिनी दिदी कतिखेर आइपुगिस् त? भर्खर आइछ। बस। अनि दिदी के हो ढोका त उदाङ्गै छ त, कता जानुभएको थियो? कहाँ जानु नि, त्यो छोरीले मलाई लास्टै तनाव दिएर त्यसलाई पिट्छु भनेर लखटेको भागेर बची। त्यो अहिले घरमा आओस् न, मैले जानेको छु त्यसलाई। अनि नानी आमा घरमा सन्चै हुनुहुन्छ? उता त सबै ठिक छ। अनि हिनाजु कता जानुभयो त? त्यसको त कुरै नगर्न, मुन्ट्यो होला नि भट्टीतिर रक्सी खिच्न। कहिले घरमा बस्ने भए पो जहिले राति राति रक्सी खाएर मात्रै आउँछ। अनि साँच्ची दिदी म त तपाईँलाई त्यसको लागि लिन आएको नि। मलाई लिन आएकी रे? जाँदिनँ म त माइत साइत। मैले ऊ बेलामा आमा तपाईँको ज्वाइँले अर्को बिहे गर्नुभयो के गर्ने भनेर रुँदै फोन गर्दा के गर्छेस् त, चित्त बुझा, तेरो भाग्यमा सौता लेखा रहेछ, मिलेर खाओ रे। त्यतिखेर मलाई दुःख पर्दा काम नलाग्ने, अनि अहिले चाहिँ मलाई लिन आउने? जाँदिनँ, गए हुन्छ त। म यतै ठिक छु, मलाई कोही पनि चाहिँदैन। दिदी त्यस्तो नभन्नु, अरूले वास्ता नगरेर के भयो त? तपाईँको बहिनी लिन आएकी छु त। दिदी बहिनी जाउँला, बसौँला, रमाउँला, नाचगान गरौँला, त्यहाँ टाढादेखि आएको छु, त्यस्तो नभन्नु दिदी। त पनि कुन सा गति लियोस् र, अहिले आएर ठिक्क पार्नु पर्यो होला। जाँदिनँ भनिसके त के कर गर राखी। म दुःख सुखले खाऊ नखाऊ म यहीँ बस्छु, जानु पर्यो होइन माइत साइत। मलाई रात पर्न लागिसक्यो, जाने भए समयमै जाने, होइन भने भित्रै हिँड। नमस्ते भिनाजु। नमस्ते। के हो तिम्रो पारा? आफ्नो घरमा त इज्जत राखेनौ, कमसेकम आमाको त इज्जत राख्न सिक। मैले के गरेकी छु र त्यस्तो? जहिले पनि मलाई मात्रै डस्छौ। के चाहिँ गरेनौ भन न। म घरमा बसेको बेला त यस्तो छ, म घरमा नबसेको बेला चाहिँ बच्चाहरूलाई तैँले के चाहिँ गर्छस् होला त? गाउँमा गएर कतै बसौँ भने नि तेरै कुरा बेसी सुनिन्छ। घरमा ल्याएको चिजहरू त कमसेकम पकाएर दिने गर। मलाई त देखि सक्दैनौ त, मैले के गरेकी छु र त्यस्तो? जो चोर त्यसकै ठुलो चोर होइन, तिमीले कामै त्यस्तो गरेछौ त। अनि बाबा किन कराउनु भएको? झगडा नगर्नु न, गाउँले सुन्यो भने के भन्छन् होला? देखिस् यो बच्चालाई यो घरको इज्जत कति प्यारो छ। कमसेकम यो बच्चासित सिक, होइन भने गरी खाए पाटो छ, नत्र बाटो छ, सम्झिराख। तिमीले त यो घर छोडेर म त्यत्तिकै जान्छे भन्ठाने आउला होइन? मैले तिम्रो टुप्पीको रौ केलाएर खान्छु, न मरि जान दिन्छु न गरी खान दिन्छु। अहिलेसम्म तैँले मलाई यही त गरेकी छिस् नि, कहिले पो मलाई साथ देखि छिस् र? त्यही त, मैले त तिम्रो लागि के नै गरेकी छु र होइन? यिनीहरूलाई मैले हुर्काएँ, पढाएँ, बढाएँ, आज यत्रो बनाइदिएँ। तिमीले त केही देख्दैनौ, खालि मेरो मात्रै गल्ती देख्छौ। त्यही तेरो घमण्ड हो। आफ्नो बच्चालाई हुर्काउनु पर्छ भन्ने तेरो कर्तव्य तैँले बिर्सिस्। अब पनि एउटै कुराले घरमा रडाको मचाउने हो भने तँ आफ्नो सुर गर। बाबा तपाईँ चुप लाग्नुहोस्। अब चुप होइन छोरी, अब सबै गाउँले राखेर यसको छिनोफानो मैले गर्छु। धेरै भयो अत्याचार। त्यही त, अत्याचार त कसले कसलाई गरेको छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ। तिमीले धेरै भुकिराख्नु पर्दैन, बुझ्यौ? भुक्न रहेछन्। दाइ आज त निकै ठुल्ठुलो सोध्नु छ त घरमा त, के भयो? अनि भाउजू तपाईँको चाहिँ के निताल? के मलाई सोधिरहेको? आफ्नै दाइ भनौँदैलाई सोध्नु न के भएको भनेर। किन र दाइ, के भयो? देखिस् नि तेरो भाउजूको पारा, बाटोमा छोरीलाई लखटिरहेको रहेछ। किन लखटेको भनेर कराउँदाखेरि उल्टो जङ्गिन्छे। दाइ तपाईँलाई त थाहा छँदै छ नि भाउजूको बानी, जति गरे पनि आफ्नै मुख दुख्ने, भाउजूलाई आफ्नै खुसीमा छोडिदिनु न। गाउँमा भने तेरो बुढी तलाउन सकिनस् भनेर कुरा काट्छन्, आफू चाहिँ भने घरको यता हेर्दा उता हेर्दा बच्चाहरूलाई हेर्दा 40 कट्न लागिसक्यो। अब पनि यो घरलाई र तिमीहरूलाई वास्ता गरिन भने म बाँच्नुको अर्थ केही छैन। दिदी भिनाजु, मैले गर्दा तपाईँहरूको झगडा भएको हो कि सधैँ यस्तो झगडा हुन्थ्यो? होइन, सधैँ हो यस्तो झगडा त।
यो घरमा त म मात्रै नराम्री हो नि, अरू त सबैजना राम्रो। के गर्नुपर्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ। हेर्दै जाऊ। जहिले म मात्रै होइन यो घरमा नराम्रो हो नि, यिनीहरूलाई त के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ। दाइ भाउजू तारी सारा भित्र पस्नु छ, कतै नराम्रो सोच गर्ने हो कि? हिरा जानी गाईलाई राम राम भन्न सकिन्छ, काँध हाल्न सकिँदैन। काँध हाल्न गयो भने आफै मरिन्छ। बरु आमा चाहिँ आउनुभयो? छैन, आउनु भएको, तिज मानेर आउनुहुन्छ अरे। छोरी हँसौली गएर हेर त, मम्मीले फेरि केही गरिहाल्ने नि।